सरकारले घोषणा गरेको 100 कार्यसूची अन्तर्गत 27 नम्बर बुदामा भएको सरकारी सेवालाई अब घर घरमा पुगेर सेवा प्रवाह गर्ने अन्तर्गत आज राहदानी वितरण गर्नको लागि जिल्ला प्रशासन र जिल्ला हुलाक कार्यालयको टोली यहाँ नगरपालिका 2 मा रहेको जाम्रोकोटमा आइपुगेको छ। प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य पनि यहाँ आउनुभएको छ। नमस्ते है। यहाँ यो सरकारले सार्वजनिक सेवा प्रवाह असल सार्वजनिक सेवा प्रवाह गर्नको लागि जिल्ला प्रशासन कार्यालय बनाउनु भएको पासपोर्टलाई जिल्ला हुलाक कार्यालय घरसम्म पुर्याउने गरेको छ। आजदेखि सुरु गरेको छ। त्यसमा हजुरहरू पहिले पनि हुनुभयो रहेको छ र तपाईँहरूको नाम के भन्नुभयो? हजुरको नाम के हो? सरस्वती थापा घिमिरे। हजुरको पासपोर्ट यो कार्यालयले पासपोर्ट बनाएर म प्रमुख जिल्ला अधिकारी हजुरको घरमा छोड्न आएको। हजुरलाई धेरै धेरै धन्यवाद। किएन थापा हजुरको नातिको हजुर त्यहाँ पासपोर्ट हो, नातिको पासपोर्ट हामी जिल्लाबाट धेरै खुसी लाग्यो कृषा थापा है। कृषाको पासपोर्ट है। अब कहाँ विदेश जाने खोलेर हेर्नु हेर्नु नामहरू रुजु गर्नु नामहरू हेर्नु है। खै कलम छ यो पासपोर्ट बुझेँ भनेर यहाँ सही गरिदिनु है। यो कृषा थापा छेत्री नाम के भन्छ? बिमिराबाट है। सम्पूर्ण नमस्ते। नगरपालिका वडा नम्बर र आजदेखि जिल्ला प्रशासन कार्यालय जिल्ला हुलाक कार्यालय शासकीय सुधार अन्तर्गत 2082 चैत्र 13 गते सहयोगले शासकीय सुधार कार्ययोजना सार्वजनिक गरेको थियो। त्यो कुराको सहयोगको चाहिँ 27औं नम्बरमा चाहिँ सरकारी सेवा सुविधा घर घरमा पुर्याउनु भन्ने योजना थियो। त्यो कार्यक्रम अन्तर्गत चाहिँ हामीले आज